आज हामी मत्स्य गाउँमा जाँदैछौँ। अहिले कीर्तिपुरा छौँ हामी। मत्स्य गाउँमा जान लाग्छौँ। अब मत्स्य गाउँमा ज्वाइँहरू कहाँ जाँदैछु, ज्वाइँ कहाँ बोलाछ। अब हामी उता गएर म भिडियो बनाउने छु। ए बुवा जाउँ भने खै बुवा लान छिटो भयो। तल छ होला चस्मा, तल दाइको रुममा राखेको छु। कीर्तिपुर हाम्रो प्यारो कीर्तिपुर व्हाइट हाउस चन्द्रगिरी सबै देख्छ यहाँबाट। व्हाइट हाउस हो त्यो व्हाइट हाउस डाँडा। यो व्हाइट हाउस डाँडा। उता छ मेरो स्कुटर, दाइको बाइक। ल हामी अब यो लाग्दैछौँ कीर्तिपुरतिर, मत्स्य गाउँ एकतिर आउनु है बिस्तारै। ल अस्ति नै ज्वाइँको आमा बित्नु भएको थियो। कति 45 दिन पुगेछ आज। 45 दिनको आज एकै श्राद्ध के छ अरे बोलाउनु भयो। त्यही भएर जान लाग्यो हामी। कान्छो ज्वाइँको आमा दाइको रुममा छ। दाइ भाउ जानुभयो? ए कुरो दाइले जानुभयो भाउजू? गएँ है। कतिखेर आउँछ अब? मिटिङ बस्ने होला नि सक्नुलाई। ल अब हामी लाग्छौँ न। जुत्ता लगाउनु पर्यो। 1 बजे आयो। 1 बजे आउनु भनेको थियो अरे। छिटो गएर छिटो आउनु नि त देखेर। हजुर के भन्नुभयो? गइसक्यो नि उनीहरू। तपाईँसँग ढिलो गरेर बस्छ। भाउजू त सक्नु दादाको स्कुटर आउनु। ल अब हामी हाम्रो घर कीर्तिपुरबाट हिँड्दैछौँ। है के गरेको थियो? कति बजी अहिले? 1:30 हुन लाग्छ। गएँ है। आए हाम्रो आमाले बाई बाई गर्नु। ल अब साथीहरू मत्स्य गाउँमा गएर भेटौँला। अब हामी मत्स्य गाउँतिर जान्छौँ। युट्युबमा राखिदियो। अनि युट्युबमा राखेपछि मान्छेले हेर्छ, सब्सक्राइब गर्छ, अनि पछि पैसा आउँछ। धारा आइपुग्यो। धारा चोक अलि यसलाई भनिन्छ होला। कीर्तिपुरको धारा चोक।
त्यहाँ समुन्द्रहरूमा भत्केपाटी चौतारामा पिपल बोर्ड लिएर बस्छु कि यहीँबाट यताबाट भत्केपाटी गएको हामी 4 जना मात्रै जाँदैछु घरको अरू परिवारहरू अलिकति बिजी भएको कारणले आउनु भएन काम जानु पर्ने कसैको काम भएपछि हामी यहाँ के स्कुल हो बालकुमारी स्कुल आएको मेरो ठुलो बहिनी भाउजू त्यहाँ के लियो अब हामी यहाँ भत्केपाटी चोकमा आइपुग्यो सरकारी बाटो अब यहाँबाट हामी के भिडियो नखिच्नु त घरमा चाहिँ नखिच्नु भने के भित्र चाहिँ भाउजू आउनु ल ल ल बस्नु ल flow. Cruising, grooving, feel that funky breeze.
they're catching the groove. That's right. Chrome rims spinning, reflections of dreams on these West Coast streets. आएर रहेछ त ल बाबु रहेछ नि भाइ कान्छी बहिनी कान्छी ज्वाइँको घरमा आइपुग्यो मच्छे गाउँ बस पार्कको तल हो चोक आउनुहोस् मेरो भान्जा नमस्ते स्कुल छैन आज बिदा हो ए मेरो भान्जा त सुतेर बसिरहेको छ भान्जो त मामाको भान्जा ल बहिनीको मच्छे गाउँको घर मेरो बहिनी नमस्ते कान्छी बहिनी अस्ति लडेर घर भएको ब्लग आइपुग्यो चौबारको डाँडा पनि देख्दो रहेछ गुम्बा यहाँबाट मच्छे गाउँ बजार उतै हो यहाँबाट त्यही देखिन्न त त्यहाँ गयो भने बजार ठुलो छ मच्छे गाउँ बसपा बजार तल छ रहेछ बाटो अब अहिले एकछिनमा हामी फेरि अर्को भिडियो बनाउँछौँ अहिले राखिदिउँ एकदिन त कुरमा केही हुँदैन नि नहुने बेलामा त त्यस्तो गर्नुहुन्न एकै दिन त हो नि अहिले त खुब पर्छ पछि अहिले केही पहिलाबाट त हप्तै गरी पहिला कुराहरू बिर्सिन्छ होला नि यस्तो राम्रो मान्छेहरू है पर्छ त्यो कुरा नगराउँछ ठिक छ ठिक छ 80 किलो छ तपाईँले 80 किलो छ सानो बहिनी मेरो ठुलो बहिनी जेठी बहिनी कान्छी बहिनीको छोरो भान्जा भाउजू बुबा अनि म यहाँबाट चौबारको गुम्बा देख्दो रहेछ यो चौबारको गुम्बा हो जुम गरेको भैँसीपाटी यहाँनिर भैँसीपाटी ठ्याक यहाँनिर रहेछ भैँसीपाटी ठ्याक बादल लागेको चन्द्रगिरी पहाड हो बादल लाग्छ व्हाइट हाउस हो त्यहाँ हाम्रो तिनजना दाजुभाइको लस्करे घर हो माइलोको यो बरन्डाबाट उता माइलोको यो बरन्डासम्म कान्छो ज्वाइँको यो बरन्डा र परसम्म जेठो ज्वाइँको
मेरो भान्जा मलाई हजुर हो खाइछि नेवार नेवार नेवारी कल्चर अनुसारको बुवा बस्नु आउनु आउनु बुवा बस्नु बस्नु भाउजू त्यहाँ बस्नुहुन्छ हो घाम चर्को झिँगा भन् के छ झिँगा भन् के छ ल हात धुने कहाँ हो ल हात धोएर आउँछु हात धुनु पऱ्यो पानी त फेस्नु छैन नि यो मच्छे गाउँ पर्छ चाहिँ चन्द्रगिरी नगरपालिका मच्छे गाउँ ए हस् हुन्छ म त खान्छु बुवाले खानुहुन्न म चाहिँ खान्छु राँगेर मासु हस् हुन्छ हस् पाहाडको मासु पाहाडको यता राख्ने पाहाडको मासु है यति मात्र हो यो तिन पानी नुहाएर चना केराउ के रहेछ यो यो त थाहा भएन मुलाको अचार यो राँगाको मासु यो काउली आलु तामा छ्याङ रक्सी फेरि एक लट थपिँदा एक लट थप्यो टन्नैमा हाम्रो ज्वाइँको बुबा मासु खान्छ म एकजना तिनजना मासु खान्छ ठिक छ छ्याङ
रक्सी टेस्ट गर्नु पऱ्यो हल्का झोल चाहिँ राख्नु मासु दिँदैन झोल कस्तो कडा रहेछ कस्तो कडा रहेछ रक्सी छ्याङ थप्या 4 कति ग्लास भरे 5 ग्लास भरे छ्याङ यसले खाएन मैले पनि यो रक्सी खान नसेर यत्तिकै राखेको छ ल यो सगुन हो खाइदिउँ है खाइदिउँ ल खाइदिन्छ खाइदिनु पर्छ किन फाल्नु है यो सगुनको रक्सी हो किन फाल्नु ओरिजिनल टकिला नखाएर ओरिजिनल टकिला नखाएर घ्याम्पे हाने घ्याम्पे ल कसले खाने अनि कस्तो कडा रहेछ स्वाट बाँधिदिएको तातो हो भित्र यहाँबाट आन्द्रा भुँडीमा पुरै छिरेको सरर गएको अनुभव भयो होला त्यो खाँदा त पुरै यस्तरी गएको थाहा हुँदो रहेछ सिलिलिलिलिलि गएको यहाँबाट यहाँ पुरै रक्सी गएको थाहा हुँदो रहेछ चिया ल्याङ पेटभित्रबाट तर किन नानी छ्याङ रक्सी खाने त्यस्तो कहिले के हो केटीको मान्छे मेरै हो हामीले अब खानेकुराहरू खाइसक्यौँ अब हामी जाने तर्कामा छौँ बाइकमा बसेको हाम्रो माइलो ज्वाइँ ऊ त्यहाँ बस्नु भएको जेठो ज्वाइँ कान्छी अब हामी जानुपर्छ कान्छी बहिनी कान्छी ज्वाइँ जाउँ जाउँ त्यही त जाउँ भने अनि पानी पर्नु त्यो कालो भएर आएको छ बच्चाहरू पनि आयो होला